यो गुराँसको फुलको चिया खान कस्तो राम्रो हुन्छ अरे के म यही सम्झिरहेको थिएँ लिएर आइछु गुराँसको फुल अब काफल खनाउन पर्यो यस्तो काफल खान मन लागेको थियो अब अरूले भिडियो हालेको देखेर मुख रसाथ्यो अब मैले पनि अब रसाउनु पर्ने भयो के खान पर्ने भयो त्यो मिठो भएको के अब कति मिठो हुन्छ हो कालो कालो काफल यसरी भरेली भएको काफल एकदमै राम्रो भएको त काफल यहाँ त अटाउनु न क्या हो कस्तो ल अब यस्ता काला काला काफल हुन्छ नि यस्तो के यस्तो रातो रातो चाहिँ नुन खुर्सानीसँग अनि यो कालो कालो हुन्छ नि यस्तो कालो कालो काफल म त टिप्दा पनि मुखमा फक फक खान मन लाग्छ कि यस्तो मिठो हुन्छ म नअगाएसम्म म काफलै टिप्दैन आफूले झोलैमा हाल्दैन कस्तो कालो छ खुब मिठो यो अरू फलफुल जस्तै धेरै स्याउ जस्तै रहन पर्ने कि यो रहन र मलाई यही झ्याउ लाग्छ कि धेरैसम्म स्याउहरू जस्तै रहने भइदियो कति पो त यो काफल गुराँसको खसेछ कति खाने र अब काफल घर बसी बसी काठमाडौँ बसेर सुर्खेतको काफल अब पाउन त काठमाडौँमा जति पाउँथे काफल बन्न जाने पनि यहाँ पनि अब के गर्ने अब यहाँ साथी छैन पोहोर त बुढी गई अरे बेसरी खाइए थियो यसमा चाहिँ अब सुर्खेतबाट आए काफली आहा यहाँ पनि अझै छ अब खन्याएर फ्रिज गर्नु पर्यो अब के हाल्ने राखी खानु पर्यो फ्रिजमा अलि दिन टिक्ला